साथीहरू आज हामीहरू जाम्बियाको लुसागा भन्दा बाहिर यो साउलिन टेम्पल चाइनिजहरूले बनाएको साउलिन टेम्पलमा छु। तपाईँहरू पछाडि हेर्न सक्नुहुन्छ यो दृश्य। आज हामीहरू एक्सप्लोर गर्ने भनेर आएका छौँ। यसमा भित्र साउलिन कङ्फूहरू सिकाइरहेको दृश्य हामी एकछिन पछाडि तपाईँहरूलाई देखाउने नै छौँ होइन। त्यो आएको हुनाले तपाईँ उतातिर पनि हेर्न सक्नुहुन्छ। तपाईँहरू हेर्न सक्नुहुन्छ, यो हेर्नुहोस् थुप्रै छ। यतातिर पेन्टिङ बनाएको छ साउलिन कङ्फूको पेन्टिङहरू होइन। यसरी चाहिँ यिनीहरूले आफ्नो कलाहरूलाई चाहिँ विदेशहरूमा आफ्नो देशभन्दा बाहिर आफ्नो संस्कृतिहरू झल्किने हिसाबले यसरी बनाइरहेको छ। म चाहिँ के भन्न चाहन्छु भने हामीहरूले पनि आफ्नो संस्कृति आफ्नो संस्कारलाई चाहिँ देश विदेशमा जहाँ जुनसुकै ठाउँमा रहे पनि हामीले चाहिँ यसरी देखाउन सक्यो भने होइन उनीहरूबाट हामीहरूले सिक्नुपर्ने कुराहरू हुने यस्तो हो। साथीहरू तपाईँहरू हेर्न सक्नुहुन्छ नेपालमा पनि थुप्रै ठाउँमा उनीहरूले साउलिन टेम्पोहरू गुम्बाहरू बनाएका छन् होइन। बुद्धिज्महरूले त्यसरी चाहिँ प्रचार गरेको हुँदा आज मलाई चाहिँ कस्तो खुसी लाग्छ भने उनीहरूले चाहिँ आफ्नो देशको संस्कृति कलाहरूलाई चाहिँ यो विश्व साउथ अफ्रिका भनेको साउथ अफ्रिकाको यो विश्वको सबभन्दा तल भएको देश हो। यहाँ पनि उनीहरूले आफ्नो संस्कृति झल्किने गरेर यो कुराहरू बनाएको छ होइन। यतातिर तपाईँहरू हेर्न सक्नुहुन्छ। हामी अब एकछिनमा भित्र जाँदैछौँ। भित्र पनि उनीहरूले कसरी देखाएको छ उनीहरूलाई आफ्नो संस्कार संस्कृति हामीहरू कस्तो तरिकाले हामीहरू गर्छौँ होइन। उनीहरूको आफ्नो संस्कृति विश्वलाई चाहिँ कसरी चिनाइरहेका छन्, कुन माध्यमबाट, साउलिन कङ्फूको माध्यमबाट, बुद्धिज्म शान्तिको प्रतीकको माध्यमबाट भने हामीहरूको देशमा चाहिँ लुम्बिनीमा भगवान् गौतम बुद्ध जन्मिएको स्थल भएर पनि हामीहरूले त्यो कुरा गर्न सकेका छैनौँ। त्यो भए हुनाले आज चाहिँ म के भन्न चाहन्छु, हामीले पनि त्यस्तो किसिमको कुराहरू गर्न सक्नुपर्छ। यो देशमा यो चाहिँ द्वार हो। हामी अब साउलिन टेम्पलभित्र यो मन्दिरभित्र हामी छिरिरहेका छौँ। यहाँ यस्तो बसेका छन्, यता एन्ट्रीहरू लिने ठाउँ हो यो। आउनु हेर्नु सक्नुहुन्छ, हेर्नुहोस् यस्तो छ यो साउलिन टेम्पल भित्रबाट यति रमाइलो छ साथीहरू। यतातिर हेर्न सक्नुहुन्छ यो चाहिँ ड्रम हाउस भनेर भनेको छ। ड्रम बजाउने होला सायद उहाँहरूको संस्कृति झल्किने हिसाबको छ। त्यो ड्रम हो, ड्रम हाउस भनेको छ। त्यहाँ चाहिँ ड्रम बजाउने त्यस्तो किसिमको कला आफ्नो संस्कृतिहरूलाई चाहिँ यसरी चाहिँ उनीहरूले प्रदर्शन गरेको छ साथीहरू। यहाँ हेर्न सक्नुहुन्छ यो कति राम्रो छ। यता अगाडि हेर्न सक्नुहुन्छ यो ड्रम, यो चाहिँ ड्रम हो उहाँहरूको। अब चाइनिजहरूलाई नै थाहा होला यो कस्तो हो भनेर होइन। यो यस्तो किसिमको यो ड्रम छ। यो ड्रम चाहिँ बजाउने हो होइन। यिनीहरू यो ड्रमको माध्यमबाट साउलिन कङ्फूहरू सिकाउने त्यस्तो किसिमको छ यतातिर। अनि यतातिर तपाईँहरू हेर्न सक्नुहुन्छ यो चाहिँ मन्दिर साउलिन टेम्पू भयो। यहाँ अब कङ्फू सिकाइरहेका छन्, मास्टरहरू हुनुहुन्छ। उहाँहरू चाहिँ यसरी तरवारबाजीहरू होइन। यो कङ्फूको ड्रेसहरू त छैन अहिले, क्लास त चालु छैन होला सायद। प्रशिक्षणको लागि उहाँहरू तयार चाहिँ हुनु नै भएको छ। उहाँहरू यस्तै चाइनिजहरू गरिरहेका छन्। यहाँ हेर्न सक्नुहुन्छ यी बच्चाहरू छन्, साना नानी बाबुहरू चाहिँ साउलिन कङ्फू सिकिरहेछन्। म सानो उहाँहरूसँग कुरा गर्न चाहन्छु। तपाईँहरू हेर्न सक्नुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ। हाई, हाउ यु? Who is the trainer? You are the trainer? Yeah, we are the trainers. That's the So you are playing Kung Fu, right? Yeah. This is Kung Fu? Yeah. Which Kung Fu? Shaolin Kung Fu? Shaolin Kung Fu. Shaolin Kung Fu. Oh, how many years ago this one they have made? It was created in 2021. Since 2021 आजभन्दा 4 वर्ष 5 वर्ष अगाडि चाहिँ यो बनाएर रहेछ। यहाँ उहाँहरूले चाहिँ यसरी चाहिँ यो तरवार होइन। यो वाट इज कल दिस वान? This one. What is its name? This is a sword, and this one is a shield. यो सर्ड भन्यो तरवार भयो। यो चाहिँ ढाल रहेछ होइन। यो यस्तो किसिमको ढालहरू छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। यसरी चाहिँ सिकाइरहेको छन् उहाँहरू चाहिँ आफ्नो कलाहरूलाई चाहिँ विश्वभरि नै यसरी नै परिचित गर्ने भनेर होइन। यता दिवालमा हेर्न सक्नुहुन्छ साथीहरू, उहाँ हेर्नुहोस्। यो चाहिँ उहाँको चाइनाको हो यो कलाहरू होइन। यहाँको चाहिँ होइन। उनीहरूले चाहिँ यहाँ इन्सपायर गर्नको लागि यहाँको व्यक्तिहरूलाई चाहिँ यो चाइनिज के अरे कङ्फू चाहिँ यस्तो छ भन्नको लागि चाहिँ यस्तो किसिमको चाहिँ वातावरणहरू बनाउनु भएको छ। हेर्नुहोस् कति रमाइलो छ। म यता चाइनिजहरूसँग केही कुरा गर्ने कोसिस गर्नेछु, तपाईँहरूलाई देखाउन सक्नेछु। यहाँ उहाँहरू चाहिँ सरहरू हुनुहुन्छ। यस्तो छ। हेलो सर, हाउ यु? नाइस टु मिट यु सर। थ्याङ्क यू। उहाँ चाहिँ यु आर द ट्रेनर राइट? कङ्फू ट्रेनर? No, I teach in the culture class. Oh, culture.
चाइनिज कल्चरल क्लासहरू चाइनिज के अरे संस्कृति कलालाई चाहिँ वहाँ देखाउन सक्नुहुन्छ प्लिज से हाई सर हियर हाई हेलो यस त्यस्तो छ त्यो भए हुनाले चाहिँ उहाँले भन्नुभयो उहाँ चाइनाको चाहिँ कल्चरललाई चाहिँ यो जाम्बियामा चाहिँ देखाउन चाहनुहुने रहेछ उहाँहरू आई एम फ्रम नेपाल सर वी आर नेबर यु नो नेपाल माउन्ट एभरेस्ट नेपाल यस आई एम फ्रम नेपाल अनि उहाँहरू चाहिँ यसरी चाहिँ यहाँ आफ्नो ठाउँमा चाहिँ यसरी चाहिँ देखाउन लाग्नु भएको छ धन्यवाद आजलाई चाहिँ म यति नै भयो धन्यवाद ओके सर